यो बर्खाको टाइममा चाहिँ यति धेरै झारजङ्गल हुन्छ र यो आज सफा गर्न लागेको मेरो काम चाहिँ आजको यही हो। फेरि पनि स्वागत छ तपाईँलाई मेरो सानो भिडियोमा। र आजको काम चाहिँ मेरो यो सबै फुलहरू फुलिसकेकोलाई हटाएर यहाँ यिनीहरू सबै काटेर यो जङ्गल जस्तो भइरहेछ कि अनि सबै मिलाएर राख्नुपर्ने छ। अब यिनीहरू फुल्ने टाइम आउँदैछ नि त, यो हिउँदोमा अब फुल्ने सिजन हो यिनीहरूको। अनि यो चाहिँ अब फलिरहेछ घिरौला, त्यही भएर यसलाई चाहिँ काटिनँ किनभने यसलाई पनि पालो आउँछ यसको पनि बिस्तारै। अनि यहाँनिर यतापट्टि मैले बिरुवाहरू राखिरहेको थिएँ, यिनीहरूलाई सारेर अर्कोपट्टि राख्नुपर्ने छ कि त्यो हटाएको ठाउँमा। अनि यहाँ कति धेरै जङ्गल छ, यो कमलको फुल चाहिँ मरिसकेको नि फेरि बाँचिरहेछ। र यहाँ चाहिँ मैले यो बगनबेली सारेको थिएँ यो वाइट पिङ्क मिक्सबाट। अनि यसलाई पनि सार्नुपर्ने, पुरै जरा फ्यालिरहेछ भुइँमै। अब यो के गरी सार्नुपर्ने, अब गमला किनेरै ल्याउनुपर्छ यसलाई चाहिँ, ठुलै गमला। अनि यहाँनिर मैले चाहिँ कलमहरू गरिरहेको थिएँ नि त, कालान्चोहरूको बिरुवा अब यो हिउँदोमा फल्ने। अनि यो चाहिँ खोर्सानीको बिरुवा पनि राखिरहेको थिएँ। अब यसलाई पनि सार्नु छ। अनि यिनीहरू सबै यहाँ ड्र्यागन फ्रुटलाई यति धेरै पानी जमेछ, अब फल्छ फल्दैन थाहा छैन, सायद अर्को वर्ष फल्छ होला। अनि यहाँ चाहिँ मैले यो सबै कटिङ गरेर राखेको बिरुवाहरू अब यसलाई सबै मिलाएर सार्नुपर्ने छ। र आजको काम चाहिँ मेरो यही छ। सायद मलाई यो काम गर्न 3 दिन चाहिँ लाग्छ होला। र यहाँनिर आमा पनि बसिराख्नु भएको छ कि मलाई हेर्दै। अब म काम गर्न थालेँ भने आमा पनि आइहाल्छ कि मलाई सघाउनलाई। अनि यहाँ चाहिँ रुख काट्न थालेँ, यो चोयाको रुख अलिक धेरै जङ्गल भइरहेछ नि त। अनि यहाँ लहरा पनि गइरहेछ, यो सबै काटेर सफा गर्नुपर्ने। यहाँ आमा पनि आइहाल्नु भयो कि मलाई सघाउनलाई। म बसिन्जेल केही गर्नुहुन्न होइन, म पनि काम गर्न थालेँ भने चाहिँ आमाले नै आएर मलाई धेरै हेल्प गर्नुहुन्छ, अरूले नगरे पनि आमाले चाहिँ गर्नुहुन्छ क्या। यहाँ चाहिँ अब यो लहरा जाने फुल के नाम त यसको के पो भन्थ्यो, स्वस्तानी फुल भन्थ्यो कि, कति राम्रो फुल्छ। यो पनि चैत वैशाखमा चाहिँ फुल्छ, तर धेरै नै अब यो माथि माथि तारतिर नि गयो नि त, त्यही भएर मलाई चाहिँ डर लागेर यो काटिदिएँ। काटे पनि फेरि मुना पलाएर सानोमै फुल्छ भनेर मैले चाहिँ सबै काटिदिइरहेको छु। अनि यो चोयाको बोट पनि जस मिठो बास्ना आउँछ र मैले चाहिँ सानो ल्याएर रोपेको थिएँ, यति धेरै ठुलो भयो। तर यो चोयाको फुलहरू हामीले चाहिँ अब जुन बास्ना आउने फुलहरूलाई चाहिँ कहिले पनि नफ्याल्नुपर्छ, त्यसलाई जम्मा गरेर राखेर सुकाएर यसको हामीले मिक्सरमा पिसेर धुपको रूपमा, धुप जस्तै बाटेर पनि बनाएर लाउन सकिन्छ, धुप बाल्न सकिन्छ। अनि यो चाहिँ मेरो ब्लिडिङ हार्टको पनि यो धेरै लहरा गइसक्यो थियो, यसलाई नि काटेको। यो चाहिँ अब छोटो छोटोमा काट्दाखेरि चाहिँ सानोमै बुसी भएर फुल्छ नि त, त्यही भएर यहाँनिर। अनि यो पनि धेरै यो अब किनभने हाम्रोमा चाहिँ अलिकति फुलहरू पनि फुल्ने चाहिन्छ, त्यही भएर यो चाहिँ फुलिरहेको थिएन कि पूजा गर्नलाई। हामीलाई चाहिँ बिहान बिहान फुलहरू एकदम आवश्यक पर्छ र त्यही भएर फुल पनि लगाएको। र मलाई अब यो गार्डनिङ गर्नु पनि एकदम मनपर्छ क्या, फुलहरू चाहिँ अब प्रायः होइन, अब कतिलाई मनपर्छ कतिलाई मन पर्दैन, मलाई चाहिँ एकदम मनपर्छ। सबैको आफ्नो इच्छा हो, सोख हो। अनि यो चाहिँ अकबरी खोर्सानी फलिसकेको थियो अस्ति 1 लट, र मैले सबै मुना काटिदिएँ र काटेर फेरि यो मुना नयाँ पलाइरहेछ क्या, फेरि यो फल्छ राम्रोसँगले, फुलहरू लागिरहेछ। यहाँ आमाले चाहिँ बिचरा सघाइदिइराख्नु भएको छ क्या, कति धेरै पसिना आउँछ क्या आमालाई। फेरि अलिकति बसिराख्दा पनि पसिना आउँछ। अनि यो बुढाबुढी चाहिँ यहाँनिर एउटाले कुटिदिँदो रहेछ, रुँदै बसिरहेछ। अनि यो फुलहरू चाहिँ मैले सबै हटाएर अब यहाँनिर चाहिँ उयो राख्नुपर्ने छ क्या, अनि त्यही भएर यो सबै सफा गर्दैछु। अब यो काम गर्नु मलाई अझै 3 दिन सक्नलाई चाहिँ 3 दिन लाग्छ, किनभने कति धेरै फुल्छ नि त। यो त एक छेउ मात्रै गरिरहेको छु मैले, अरू पनि छ यहाँ थुप्रै। अब यो सबै हटाएर मिलाएर राख्नुपर्ने छ, अब किनभने सिजनको फुलहरू पनि फुल्ने टाइम आउँदैछ। अझै अब कति फुलहरू म यसमा एड गर्छु किनेर ल्याएर नर्सरीमा गएर, अहिले भ्याएको छैन। तर मलाई धेरै कुदेको मात्रै देख्नुहुन्छ, यहाँनिर मैले काम पनि गरेको हुन्छु, तर मान्छेले भन्छ नि काम गरेको चाहिँ देख्दैन, मान्छे डुलेको घुमेको चाहिँ धेरै देख्छन् भने जस्तो हो क्या। अनि यहाँनिर सबै यो फुलहरू यति राम्रो फुलिरहेको थियो, तर पनि मलाई माया लागि सबै यो काटेर फ्यालेँ, किनभने अब काट्यो भने फेरि मुना आउँछ नि त, नयाँ पलाउँछ। अनि त्यही भएर मैले सबै यो काट्दैछु। अनि यहाँ झारहरू पनि अलिअलि सफा गर्दैछु। फुल चाहिँ अब नरोपौँ भन्छु फेरि होइन, मलाई चाहिँ किन अरूकोमा पनि देख्छु कति राम्रो फुलिरहेको देख्छु होइन, आफूलाई पनि फेरि रहर जाग्छ भने फेरि ल्याएर रोप्छु। प्रायः मेरोमा चाहिँ धेरै थरीको फुल छ होइन। अब शास्त्रमा नि भन्छ नि घरमा 5 थरीको रोप्नु भन्छ, मेरो त 5 थरी होइन, मेरो त कति थरीको छ क्या यहाँ फुलहरू। अनि यो चाहिँ 7वटा कलरको थियो, यो के भन्छ घडी फुल, अनि खोइ के माउस खोइ के फुल पनि भन्दो रहेछ क्या, यस्तै इङ्ग्लिस 2-3वटा नाम छ। यहाँनिर पनि काटेँ, अनि काटेर यहाँनिर रात पर्न आँटिसकेको थियो। अनि हतार मैले यहाँनिर काटेको फोहोर मैलाहरू चाहिँ बढालेर सफा गरिहालेँ। अब किनभने मेरो अझै पनि काम छ यहाँनिर, सबै अझै मिलाउनु छ, धेरै छ यहाँनिर। किनभने अब हिउँदो पनि लाग्न लाग्यो, अब 1 महिना त छ बर्खा, त्यसपछि यो कामहरू त बेलैमा सक्नु पर्यो।
सिजनमा मजाले फुलाउनु पर्यो। अनि यहाँनिर सबै काम अनि मेरो चाहिँ यो फुलहरू यति राम्रो फुलिरहेको छ, काट्नलाई मलाई लोभ लागेर माया लागेर यत्तिकै राखेँ। अब यिनीहरूलाई चाहिँ यसरी मिलाएर राखेँ, अझै पनि मिलाउनै छ। र अरू रहेको काम चाहिँ अब भोलि आजलाई यति नै।